क्याराभन स्कन्दाभेलको बस्ने ठाउँ यस्तो हुँदो रहेछ। हाम्रो कोठा हो। यसो बाहिर उतै छ नि ब्याग त कहाँ जान्छ? यो बत्ती निभाउनु पर्छ है। भित्तामा यहाँ ठुलो छ त। यो बत्ती नि पैसा हाल्ने होला होइन? हजुर अब जाने ब्याग यता राख्ने होइन नि गाडीभित्र। अब जाने हामीले गाडी यहाँ पार्क गरेका छौँ। लाइस स्कन्दाभेलको बत्ती चाहिँ बाल्नुहुन्न। स्कन्दाभेलको घरहरू ड्रेस चेन्ज गरेर अब हामी अर्को मन्दिरमा जाँदैछौँ। नारायणको मन्दिरमा। नारायणको पूजा होइन? बत्ती निभाइछ? के छ र? तिम्रो झोला झिको त गाडी